कथा हाम्रो जीवनको ऐना हो, जसले कसै न कसैको जीवनलाई चित्रण गरेको हुन्छ। पौराणिक कालदेखि नै कथाको माध्यमबाट ज्ञान दिने चलन छ। त्यसैले आज पनि कथाको त्यत्तिकै महत्त्व रहेको छ। मित्रहरू, त्यसैले आज म तपाईँको लागि त्यस्तै ज्ञानवर्धक कथा लिएर उपस्थित भएकी छु, जहाँ एकजना धनी व्यापारी थिए र उनका 4 जना पत्नीहरू थिए। सबैभन्दा बढी प्रेम व्यापारीले कान्छी पत्नीलाई गर्ने गर्थ्यो। उसको सुख सुविधामा कुनै कमी नहोस् भनेर महँगा गरगहना र सुविधा सम्पन्न सामानहरूले परिपूर्ण गर्दथ्यो। त्यसैगरी उसको साइली पत्नी साह्रै सुन्दर थिइन्। उनले छोडेर जान्छन् कि भन्ने पिरले व्यापारी सधैँ सचेत रहन्थ्यो र उनलाई अत्यन्तै सम्हालेर राख्ने कोसिस गर्थ्यो। त्यसैगरी माइली पत्नीलाई पनि ऊ माया त असाध्यै गर्ने गर्थ्यो, किनकि उनी साह्रै समझदार थिइन्। व्यापारको सरसल्लाह गर्नु पर्यो भने व्यापारीले उनैसँग गर्ने गर्थ्यो। उनले पनि व्यापारीलाई कैयौँ सङ्कटबाट बचाएकी थिइन्। तर पहिलो पत्नीले चाहिँ व्यापारीलाई माया देखाउन जान्दिनथिन्। उनले घर व्यवहार, व्यापार, धनमालको रेखदेख गर्ने गर्थिन्। उनी अत्यन्तै व्यवहारिक र निश्चल मनकी थिइन्, तर व्यापारीले उनलाई खासै वास्ता गर्दैनथ्यो। पहिलो पत्नीसँग ऊ पहिलेदेखि नै उदास थियो। मित्रहरू, एक दिन व्यापारी ज्यादै बिरामी पर्यो। उसलाई आफ्नो मृत्यु नजिक आएको जस्तो आभास भयो। 4-4वटी श्रीमती हुँदै पनि मर्ने बेलामा म एक्लै हुन्छु कि भन्ने पिरले उसलाई चिन्ता बढ्न थाल्यो। उसले आफ्ना 3वटा पत्नीहरूलाई बोलायो, जसलाई उसले असाध्यै धेरै माया गर्थ्यो। सबैभन्दा पहिला कान्छी श्रीमतीलाई बोलायो, जसलाई उसले सबैभन्दा धेरै प्रेम गर्थ्यो, र उसले कान्छीसँग भन्यो, हेर कान्छी, तिमीलाई म सबैभन्दा बढी माया गर्छु। त्यसैले तिम्रो लागि महँगा गरगहना र राम्रा कपडाहरू र सुविधा सम्पन्न सामानहरूको कहिल्यै कमी गरिन। मलाई लाग्छ म अब कुनै बेला पनि मर्न सक्छु। म चाहन्छु कि मर्ने बेलामा पनि तिमीले मेरो साथ देऊ। के तिमी मसँगै मर्न तयार छौ? यस्तो अनौठो प्रश्न सुन्ने बित्तिकै कान्छीलाई अचम्म लाग्यो र उनले भनिन्, के कुरा गरेको हजुरले यस्तो? त्यस्तो पनि कहाँ हुन्छ र? अहिले नै मेरो मर्ने उमेर कहाँ भएको छ र? यस्तो खाउँ र लाउलाउको उमेरमा मरेर म हजुरसँग जान सक्दिनँ। व्यापारीले जसलाई यति धेरै प्रेम गरेको थियो, उसैबाट यस्तो जवाब पाउँदा ऊ निकै मर्माहत बन्यो। उसको अगाडि आकाश खसे जस्तो भयो, धरती फाटे जस्तो भयो। ऊ अत्यन्तै निराश बन्यो। उसलाई लाग्यो, ठिकै छ, कान्छीले नमाने पनि साइलीले त पक्कै मान्छे होला, उसैलाई भन्नु पर्यो। अनि उसले साइली पत्नीलाई बोलायो, हेर साइली, श्रीमतीहरूमा सबैभन्दा राम्री तिमी नै छौ। त्यसैले म तिमीलाई छोडेर जान सक्दिनँ। म चाहन्छु तिमी पनि मसँगै मर, ताकि मरेपछि तिमी र म सँगै बस्न सक्छौ। व्यापारीको कुरा सुन्ने बित्तिकै साइली श्रीमतीले पनि प्रत्युत्तर गरिहालिन्, हेर्नुहोस् श्रीमान, म यति सुन्दर छु, मेरो आधा उमेर अझै बाँकी छ। हजुरको मृत्युपछि म अर्को मानिससँग बिहे गरेर घरजम गर्न सक्छु। त्यसैले म हजुरसँग जान सक्दिनँ। अब व्यापारीको निराशाले सीमा नागिसकेको थियो। पीडाको भुमरीमा खसेको थियो। त्यही पनि आफूलाई थोरै ढाडस दिन कोसिस गर्दै उसले माइलीलाई बोलायो। दुईटीले नमानेर के भयो र? माइलीले त मैले भनेको पक्कै मान्छे। उसले माइली श्रीमतीलाई भन्यो, हेर माइली, तैँले मेरो जीवनमा सबै सङ्कट दूर गरेकी छस्। अब मेरो अन्तिम सङ्कटमा पनि तैँले नै मेरो साथ दिनुपर्छ। तर म सँगै मर्नुपर्छ र मरेपछि पनि हामी सँगै हुनुपर्छ। व्यापारीको कुरा सकिन नपाउँदै माइली श्रीमतीले भन्छन्, मलाई माफ गर्नुहोस् श्रीमान, अहिलेसम्म मैले हजुरलाई धेरै सङ्कटबाट बचाएकी छु, तर यो पटक भने म हजुरलाई साथ दिन सक्दिनँ। सबै पत्नीहरूका कुरा सुनिसकेपछि व्यापारी चिन्ता र तनावले व्याकुल हुन लाग्यो। पीडाले छटपटिन थाल्यो, जसलाई उसले जीवनभर यति धेरै माया गर्यो, जसको सुखका लागि आफूले मेहनत गर्यो, अन्तिम अवस्थामा उसको साथमा कोही पनि थिएन। यत्तिकैमा यी सबै घटनाहरू हेरेर बसेकी जेठी श्रीमती व्यापारीको अगाडि आउँछिन् र भन्छन्, श्रीमान, म तपाईँलाई अत्यन्तै माया गर्छु। म तपाईँसँगै जान चाहन्छु। मृत्युले पनि मलाई हजुरसँग टाढा गर्न सक्दैन। पहिलो श्रीमतीको यस्तो कुरा सुनेर व्यापारी आश्चर्यमा पर्यो, जसलाई उसले कहिल्यै राम्रो व्यवहार गरेको थिएन। उसले पहिलो पत्नीलाई निहालेर हेर्यो। निकै दुब्ली, रोगी र कमजोर भएकी श्रीमतीलाई देखेर उसलाई अत्यन्तै आत्मग्लानि भयो। सबैभन्दा बढी ख्याल त मैले तिम्रो गर्नुपर्ने थियो, तर तिमीलाई त मैले कहिल्यै फर्केर पनि हेरिन। मैले त तिमी छौ भन्ने पनि बिर्सेको थिएँ। मलाई माफ गर भनेर ऊ बिस्मारी चिच्याएर रोन लाग्यो।
मित्रहरू, के तपाईँलाई थाहा छ, व्यापारीका जस्तै हामी प्रत्येक मनुष्यका पनि 4 पत्नीहरू छन्। त्यसमा हाम्रो कान्छी पत्नी हो हाम्रो शरीर। यसलाई हामीले जति माया गरे पनि, जति गहनाले भरे पनि, जति नयाँ नयाँ लुगा फेरिदिए पनि मर्ने बेलामा यसले पनि हाम्रो साथ छोडिदिन्छ। त्यसै गरी धन सम्पत्ति हाम्रो साहिली पत्नी हो, जसलाई हामीले जति सम्हालेर राखे पनि, जति प्रेम गरे पनि हामी मरेर जाने बित्तिकै यसलाई भोग गर्ने अरू नै निस्किन्छन्। त्यसै गरी परिवार हाम्रो माइली पत्नी हो, बाँचुन्जेल त हामी सँगै हुन्छ, सरसल्लाह पनि दिन्छ, तर मरेपछि यसले पनि बिर्सिन्छ। तर व्यापारीकी जस्तै जेठी पत्नी चाहिँ हामी भित्रको आत्मा हो, जो हाम्रो जन्ममा, हाम्रो जीवनमा र हाम्रो मृत्युमा सधैँ एकनासले साथ रहन्छ। व्यापारी जस्तै हामी पनि धन सम्पत्ति, परिवार, लोभ, लालच जस्ता सांसारिक र भौतिक कुरामा मात्रै भाग्दा भाग्दै आत्माबाट टाढा भइसकेका हुन्छौँ र आत्मालाई नै बिर्सेका हुन्छौँ। जबकि मृत्युपछि पनि हामीसँगै हुने भनेको यही मात्र हो। दुब्ली, रोगी र कमजोर बनेकी व्यापारीकी जेठी श्रीमती जस्तै हामी भित्रको आत्मा पनि अहङ्कारको जालोले छोपिएको छ, भित्रबाट हार गुहार गर्दै चिच्याइरहेको छ। मित्रहरू, जीवनका लागि घाँस, बाँस, कपासको जरुरीसँगै भौतिक सुख सुविधा र सम्पन्नतालाई अवश्य ध्यान दिनुपर्छ। तर बेहोसीमा आफ्नो आत्मालाई नै बोलेर भोग विलासमा रमाउनाले एक दिन हामी पनि व्यापारी जस्तै आत्मग्लानीले तडपिनु पर्ने हुन्छ। त्यसैले आफ्नो आत्माको शुद्धिकरण गरौँ। बाहिरको शिक्षा र भित्रको ज्ञान नै हाम्रो जीवनको पूर्णता हो। जसले यी दुवै कुरालाई सँगै लिएर हिँड्न सक्छ, उसले नै आफ्नो जीवनलाई पूर्णताले भर्न सक्छ। मित्रहरू, आजको सन्दर्भ हजुरलाई कस्तो लाग्यो कमेन्ट बक्समा अवश्य लेख्नुहोला। यदि ज्ञान गुणका कुरा तपाईँलाई मनपर्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। आजलाई यति नै। नेक्स्ट भिडियो लिएर तपाईँ सामु छिट्टै उपस्थित हुनेछु। तबसम्मको लागि नमस्कार।